यो आजको लोकेसन भनेको हाम्रो महानन्द चोकको पश्चिमपट्टिको एरिया पर्छ। एकदम नयाँ न्यू ब्रान्ड घर, अगाडि पार्किङ सार्किङ सबै भएको, सबै पार्किङहरू सबै भएको हैन। न्यू ब्रान्ड घर देखाउन गइरहेको छु। यसको एन्ट्रान्स यो सिटिङ हल भयो। यो हाम्रो सिटिङ हल, भित्रबाट सिँढी छ। यतापट्टि किचन, मोडुलर किचन, एकदम आफ्नै बस्ने हिसाबले बनाउनु भएको घर हो। तर उहाँहरूको बुवामा पहाडै बस्ने भएको हुनाले चाहिँ यता पछाडि पनि ठाउँ छ, स्पेस छ। पछाडि पनि स्पेस छ यसको। पछाडि पनि सेफ्टी ट्याङ्की, पछाडि पनि बाटो छ। बाटो छ, गेट पनि छ। एकदमै अत्यन्तै सुन्दर घर, हेर्दाखेरि पनि किनौँ किनौँ लाग्ने घर। यतापट्टि एउटा रुम छ, यतापट्टि एउटा रुम छ, दुईवटा बेडरुम। यतापट्टि टोइलेट बाथरुम यो भइहाल्यो। यतापट्टि एट्याच छ एउटा अत्यन्तै सुन्दर घर, अहिलेको मोडल टाइपको घर। माथिल्लो तला, दोस्रो तलामा यो दोस्रो तलाको यो सिटिङ हल भयो। यतापट्टि एउटा रुम, यो पूजा कोठा, यतापट्टि यो पूजा कोठा, यतापट्टि यो बरन्डा, हावा खाने बरन्डा। उत्तर मोडा गरेको एकदम अगाडि 20 फुटे ब्लक लागेको बाटो साइडको यो माथि पनि सेम लगभग त्यसरी नर्मल रुम भयो। यतापट्टि टोइलेट बाथरुम, यतापट्टि अर्को बेडरुम। यसको बार्दली पछाडि पनि बार्दली छ। त्यो मोडलको सिटिङ हल, यतापट्टि एउटा रुम, पूजा कोठा, बाहिर बरन्डा, यो सिँढीको भाग, र यतापट्टि एउटा रुम, यतापट्टि एउटा रुम, टोइलेट बाथरुम। अब टपमा हेरौँ, टपमा चाहिँ यस्तो छ, सब लगाएको, अगाडि टाली मार्बल लगाएको सबै। यो चाहिँ जो किन्ने इच्छुक हुनुहुन्छ उहाँहरूले डाइरेक्ट कन्ट्याक्ट गरेर लोकेसन महानन्द चोकबाट पश्चिमपट्टि पर्छ। यो उहाँहरूले डाइरेक्टली लिन सक्नुहुनेछ भन्दै आज मैले यो छतको भाग पनि देखाएँ हैन। जम्मा 2 तला घर, यहाँ एउटा सानो एउटा स्टोर रुम छ।